यदि तपाईहरुलाई आफूले डेली कति ग्राम प्रोटिन खाने के खाने र कसरी क्याल्कुलेट गर्ने भन्ने कुरा थाहा छैन भने यो भिडियो तपाईहरुको लागि हो। पहिला हामीले डेली खानुपर्ने प्रोटिन इन्टेक क्याल्कुलेट गर्छौं। यो आफ्नो बडी वेटमा डिपेन्ड गर्छ। जस्तै मेरो वेट 64 केजी छ। अब मेरो प्रोटिन इन्टेक क्याल्कुलेट गर्न अब मेरो वेटलाई 1.6 ले मल्टिप्लाई गर्छु व्हिच इज 102.4 ग्राम। लेट्स कन्सिडर 103 ग्राम। अब 103 ग्राम प्रोटिन इन्टेक पूरा गर्नको लागि के खाने त? लेट मी से मैले बिहानमा तातो पानी र लेमन खाइसकेपछि 80 ग्राम सोया चंक्स र 2वटा अंडा लिन्छु जसमा 54 ग्राम अफ प्रोटिन हुन्छ। त्यसपछि घरको खानासँग 100 ग्राम चिकन, बिहान र साँझ गर्दा 200 ग्राम हुन्छ जसमा 46 ग्राम अफ प्रोटिन हुन्छ। त्यसपछि दिउँसोको समयमा 400 ml मिल्क जसमा 13.2 ग्राम अफ प्रोटिन हुन्छ। यो सबैले जोड्दा इन टोटल 113 ग्राम अफ प्रोटिन हुन्छ। मलाई लाग्छ तपाईहरुलाई यो पनि थाहा छैन होला कि हामीहरुले डेली घरमा खाने खानामा पनि थोरै मात्रामा प्रोटिन हुन्छ। त्यसैले गर्दा हाम्रो टोटल आएको प्रोटिनमा अझै प्रोटिन एड हुन जान्छ। एउटा इम्पोर्टेन्ट कुरा, मान्छेले मसल गेन गर्न र फ्याट लस गर्न प्रोटिनको साथै क्यालोरिजको पनि ठूलो रोल हुन्छ।